अब म कार्यक्रम अगाडि बढाउन अनुमति चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउनको लागि यस सम्पर्क समितिका सभापति आदरणीय एके राज उपाध्यायजीलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी यस नेपाली कांग्रेस अछाम काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित स्वागत सम्मान तथा समितिको अधिवेशनका प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि सुदूरपश्चिम नेपाली कांग्रेसका महामन्त्री आदरणीय मेघराज खड्काज्यूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी यस कार्यक्रमको वरिष्ठ अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस सुदूरपश्चिम सह महामन्त्री आदरणीय अम्बिका चलाउनेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी यस कार्यक्रमको वरिष्ठ विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामका सभापति आदरणीय पुष्पबहादुर शाहज्यूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसैगरी यस कार्यक्रमका विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि संघीय सांसद आदरणीय माननीय रामबहादुर विष्टज्यूलाई मञ्चमा आइदिन आग्रह गर्न चाहन्छु। यसैगरी यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि प्रदेश सांसद माननीय अम्बिका थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस अछामका पूर्व सभापति आदरणीय भरत कुमार स्वादज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसैगरी यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद आदरणीय अटलबहादुर विष्टज्यूलाई अतिथिको विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी यस कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य आदरणीय अनुराधा शाहज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस प्रदेश सदस्य सुदूरपश्चिम नेपाली कांग्रेस प्रदेश सदस्य आदरणीय भक्तबहादुर ठकुलाज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसैगरी नेपाली कांग्रेसका महासमिति सदस्य टीकाराम खनालज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गर्नको लागि नेपाली कांग्रेस महासमिति सदस्य आदरणीय बलबहादुर कुँवरज्यूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी नेपाली कांग्रेस महासमिति सदस्य आदरणीय सुबोधबहादुर विष्टज्यूलाई आसन ग्रहणको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छु। जिल्ला समन्वय समिति अछामका प्रमुख आदरणीय ललित बहादुर कौरज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। हामीले यो आसन ग्रहणलाई त्यति व्यवस्थित गर्न प्रयास गरे पनि हामीले व्यवस्थित गर्न केही असजिलो भएको छ। त्यसैगरी हाम्रो अतिथिको आसन ग्रहण गरिदिनको लागि महासमिति सदस्य तथा नेविसन अछामका सभापति निलबहादुर शाहज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी महासमिति सदस्य तपेन्द्रबहादुर खड्काज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी महासमिति सदस्य हाम्रो तपेन्द्र महासमिति सदस्यलाई अगाडि उपस्थित गर्न अनुरोध गर्न चाहन्छु। त्यसैगरी महासमिति सदस्य आदरणीय भुवनेश्वरी शर्माज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनको लागि महासमिति सदस्य आदरणीय भगवती खनालज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गर्नको लागि महासमिति सदस्य जयेन्द्र शाहज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेस
असम क्षेत्र मन्त्रीका क्षेत्रीय सभापति आदरणीय कुशल शर्माज्यूलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। अतिथिको आसन ग्रहण गरिदिनको लागि नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य आदरणीय देवराज देवडाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी पूर्व महासमिति सदस्य आदरणीय मानबहादुर रावज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आसन ग्रहणको क्रममा नेपाली कांग्रेस बर्दियाबाट हाम्रो समितिका कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि आदरणीय जनबहादुर धामीज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आसन गर्न चाहन्छु। त्यसैगरी आसन ग्रहणको क्रममा नेपाली कांग्रेस अछाम क्षेत्रमा 2 बाट महाधिवेशन प्रतिनिधि आदरणीय मनबहादुर शाहज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण क्रममा नेपाली कांग्रेस अछाम क्षेत्रमा 2 बाट महाधिवेशन प्रतिनिधि आदरणीय रामबहादुर शाहज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गर्नको लागि क्षेत्र 2 अछामका महाधिवेशन प्रतिनिधि आदरणीय लक्ष्मण शाहज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अछाम क्षेत्र 1 का महाधिवेशन प्रतिनिधि आदरणीय राजेन्द्रबहादुर शाहज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहणको लागि अछाम क्षेत्र 2 का महाधिवेशन प्रतिनिधि आदरणीय देवप्रसाद तिमिसराज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथि आसन ग्रहण क्रममा नेपाली कांग्रेस अछाम क्षेत्र 2 बाट महाधिवेशन प्रतिनिधि आदरणीय ओमचन्द्र रावज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनको लागि अछाम क्षेत्रमा 1 का महाधिवेशन प्रतिनिधि आदरणीय धम्मबहादुर सुनारज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। शाहज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रो विद्यार्थी नेताहरू रमेश कुँवरलाई निराजन बटाला भाइले आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रो कुबेर साउद भाइले अतिथिको आसन ग्रहण गर्न अनुरोध चाहन्छु। त्यसैगरी हाम्रो तिलक बटाला भाइलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रो लक्ष्मी गोगटी बहिनीलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रो उमेश कुँवर भाइलाई त्यसैगरी जीवन बुढा लोकेश कुँवर सबै नेवी सङ्घको नेता तथा भाइहरूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। कृपया यो मर्यादाक्रमलाई ध्यानमा राखेर मैले सबै हाम्रो महानुभावहरूले आसन ग्रहण गर्ने व्यवस्था मिलाएको छु। कृपया बिचमा छ भने मलाई टिपाइदिनु होला। मैले यो अगाडि परिरहेको छ। कार्यक्रम अगाडि बढाउने क्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा सम्पर्क समितिको सभापति आदरणीय भक्तबहादुर ठकुराज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय यस गरिमामय सभाका सभापति महोदय, आजका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका प्रदेश सुदूरपश्चिम प्रदेश महामन्त्री आदरणीय मेघराज खड्काज्यू, मञ्चमा आसीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, यहाँ उपस्थित अतिथिज्यूहरू र नेपाली कांग्रेस पार्टी प्रति प्रतिबद्ध, लोकतन्त्रप्रति प्रतिबद्ध, नेपाली कांग्रेस पार्टीमा लामो समयदेखि योगदान गर्नुभएका आदरणीय सम्पूर्ण नेताज्यूहरू, यहाँहरू सबै आदरणीय अग्रजदेखि लिएर साथीभाइहरूलाई मेरो जय नेपालको ड्यानो अभिवादनबाट म स्वागत गर्न चाहन्छु। आदरणीय अछामवासी दाजुभाइ तथा दिदीबहिनीहरू, धेरै लामो समयदेखि अछाम काठमाडौँ सम्पर्क समिति गठन भएको थियो, आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको थियो। धेरै नेताहरू अछाम काठमाडौँ सम्पर्क समितिमा संलग्न हुनुहुन्थ्यो र हामी पनि त्यसप्रति सदैव इमान्दारीपूर्वक काम गरिरहेका थियौँ। हामी आज जुन एउटा समितिलाई आफ्नो अवधि पार गरेर अर्को समिति गठन गर्ने मोडमा गइरहेका छौँ, यो कार्यक्रममा
आफ्ना विभिन्न कामहरूलाई थाती राखेर महत्त्वपूर्ण कामहरूलाई थाती राखेर जो यहाँ हाम्रो आमन्त्रणमा उपस्थित भइदिनु भएको छ, उपस्थित हुनुभएको छ, यो असाध्य गौरवान्वित उपस्थिति, असाध्य हर्ष उल्लासका साथ यहाँको उपस्थिति जो रहेको छ, यसलाई म हार्दिक मेरो हृदयदेखि यो कार्य समितिको तर्फबाट म यहाँहरूलाई स्वागत गर्न चाहन्छु। लोकतन्त्रवादी मानिसका बीचमा एउटै ठुलो खुसियालीको कुरो के हो भने लोकतन्त्र रह्यो भने मानवताको रक्षा हुन्छ, लोकतन्त्र रह्यो भने न्यायको रक्षा हुन्छ, लोकतन्त्र रह्यो भने व्यक्तिको मर्यादाको रक्षा हुन्छ, लोकतन्त्र रह्यो भने पेशागत हकिकको रक्षा हुन्छ र लोकतन्त्र रह्यो भने एकअर्कामा बोल्ने, विचारको आदान प्रदान गर्ने र आवश्यकता पर्दा सरकार समक्ष, आफ्नो समुदाय समक्ष, समाज समक्ष, पार्टीभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विचार राख्न पाउने एउटा लोकतान्त्रिक पद्धतिभित्रमा विश्वास गर्ने हामी नेपाली काङ्ग्रेसका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको योगदान अति महत्त्वपूर्ण छ। सबैको आफ्नो ठाउँबाट अति महत्त्वपूर्ण योगदान छ। सबैले लोकतन्त्रका लागि काम गरिरहेका छौँ। कुनै पनि पदको त कति छ, 2-3 पद हुन्छ, 20औं जना हामी प्रतिस्पर्धी छौँ, इच्छा के अरे आकाङ्क्षी छौँ। तर कुनै पनि कार्यक्रममा हाम्रो सभ्यता भनेको के हो भने एकले भनेको कुराहरू सुन्ने, आफूले अर्कालाई सम्मान गर्न सक्यौँ भने, अर्कालाई हामीले सम्मान दिन सक्यौँ भने हामीले पनि सम्मान पाउने हो। हामीले कसैलाई तपाईँ भन्यौँ भने अर्कोले पनि हामीलाई तपाईँ भनेर सम्बोधन गर्ने हो। यति लोकतन्त्रवादीहरूले यति चाहिँ हामीले बुझेका छौँ भन्ने मैले विश्वास गर्दछु। र विभिन्न समयमा नेपाली काङ्ग्रेस पार्टीका चुनावहरू आएका छन्, विभिन्न कार्यक्रमहरू आएका छन्। त्यसमा यो कार्य समितिले जति गर्नु पर्थ्यो, जति हाम्रो साथीहरूको, विद्यार्थीहरूको, अरू दाजुभाइ तथा दिदीबहिनीहरूको बिचमा जति समन्वय हामीले गर्न सक्नु पर्थ्यो त्यति गर्न सकेका छैनौँ होला। तर विगतका केही असम काठमाडौँ सम्पर्क समितिका कार्य समिति भन्दा हामीले अलिकति केही राम्रो गरेका छौँ भन्ने मैले व्यक्तिगत महसुस भएको कुरा मैले यहाँहरूको माझमा राख्न चाहे। जुनसुकै क्षेत्रमा भए पनि पछिल्लो समयमा कोरोनाको प्रभाव बढिसकेपछि हामीले गर्न चाहेर पनि काम गर्न नसकेका छौँ। कार्य समितिका साथीहरू जो पनि नेताजीहरूदेखि लिएर सबै हामी एकट्ठा नभई इतर हुने परिस्थिति सिर्जना जुन भयो कोरोना महामारीमा, त्यति बेला हामी अलिकति केही कमजोरी भएका हुँदा र पनि आफ्नो जिम्मेवारीमा रहनुभएका साथीहरूले व्यक्तिगत ढङ्गबाट भए पनि सहयोग गर्नुभएको छ, संयुक्त रूपमा भए पनि सहयोग गर्नुभएको छ। त अरू पार्टीको भन्दा, सरकारमा रहेका पार्टीको भन्दा, सत्तामा रहेका पार्टी र नेताहरू माननीयको भन्दा नेपाली काङ्ग्रेसका विभिन्न तहका साथीहरू, कार्यकर्ता, नेताहरूले चाहे कैलाश बडाको बाढीको कुरामा होस्, चाहे कोरोनाको समयमा होस्, चाहे औषधि हस्पिटलमा औषधि नपुगेको समयमा होस्, आफ्नो तर्फबाट योगदान गर्नुभएको छ। यसप्रति नेपाली काङ्ग्रेस पार्टीको नेताहरूको, कार्यकर्ताहरूको यो सदस्यताप्रति म गौरव गर्न चाहन्छु, म गौरव गर्दछु। यहाँहरूको त्यो सदस्यताको म स्वागत गर्छु। नेपाली काङ्ग्रेस असम काठमाडौँ सम्पर्क समितिको स्वागत सम्मान तथा समितिको अधिवेशन कार्यक्रमलाई उद्घाटन गरिदिनको लागि यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय सुदूरपश्चिम प्रदेशका प्रदेश महामन्त्री आदरणीय मेघराज खड्काज्यूलाई पानसमा बत्ती बालेर उद्घाटन गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
देखि 2079 असारसम्म हाम्रो आर्थिक प्रतिवेदन छ। जस आर्थिक प्रतिवेदन अन्तर्गत हाम्रो खर्च तर्फ छ 2075 देखि 2079 सम्मको खर्चतर्फ तामापत्र खर्चमा 37,500, दोस्रो खर्चमा 6,000 रुपियाँ, सादा खादामा 10,000 रुपियाँ, माला बुकीमा 5500 रुपियाँ, क्यामेरामा 3,000 रुपियाँ, ब्याजमा 9,250 रुपियाँ, क्यामेरा भाडामा 10,000 रुपियाँ, निम्तोपत्र खाममा 3500 रुपियाँ, चिठी पत्रमा 1500 रुपियाँ, विविध खर्चमा 8,500 रुपियाँ। र हामीले योभन्दा अगाडि डेनिस ओपेरामा कार्यक्रम गरेको बेला त्यति बेला हाम्रो सम्पर्क समितितर्फबाट 84,500 रुपियाँ, अरू बाँकी रहेको पैसाहरू हाम्रो सम्पर्कको पदाधिकारी र हाम्रो साथीहरूले आफूले व्यक्तिगत रूपमा बेहोर्नु भएको थियो र हाम्रो सम्पर्क समितिले 84,500 बेहोरेको थियो। त्यसपछि विभिन्न मिटिङ र चिया खर्चमा 14,600 रुपियाँ, छाप बनाएकोमा 350 रुपियाँ, लेटर प्याड छापेकोमा 2,200 रुपियाँ लगायत टोटल खर्च 1,96,400 रुपियाँ भएको छ। त्यसै अन्तर्गत हामीले किताब जय नेपाली स्मारिका किताब छाप्दाखेरि टोटल खर्च 8 लाख टोटल हामीले किताब छापेका थियौँ 1100वटाको। त्यसमा टोटल खर्च 8,79,645 रुपियाँ जोडेर 10,56,045 रुपियाँ हाम्रो टोटल खर्च भएको छ। त्यसमध्ये हामीले यो किताब छाप्ने बेला विविध कारणले गर्दा टाइममा हाम्रो पैसा नउठ्ने हुनाले सभापतिज्यूले आफ्नो व्यक्तिगत जिम्मेदारीबाट बैङ्कबाट 8 लाख रुपियाँ लोन लिएर उहाँले 8 लाख रुपियाँ लोन लिँदाखेरि 16,000 रुपियाँ सेवा शुल्क, 1,67,000 ब्याज हामीले तिरेका छौँ। त्यो टोटल 1,83,000 छ। त्यो टोटल जोड्दाखेरि 12,39,045 रुपियाँ हाम्रो खर्च भएको छ। टोटल 2075 देखि 2079 असारसम्ममा। अब हामीले स्मारिका जय नेपाल 1100 किताब छापेकोमा विमोचनको दिनमा बाँडेको 350 पिस, अछाममा पठाएको 400 पिस, विज्ञापनदाताहरूलाई बाँडेको 60 पिस, धनगढीमा पठाएको 50 पिस, म आफै जनधानीले लिएको 50 पिस, हाम्रो सचिव मानबहादुर साईजीले लिनुभएको 50 पिस, विभिन्न सङ्घ संस्थालाई 25 पिस, पार्टी अफिस केन्द्रीय नेताका केन्द्रीय कार्य समितिका नेताहरूलाई 77 पिस, हाल मौजूद हामीसित 48 पिस भएर 1100 पिसको टोटल यहाँ हिसाब आएको छ। त्यसै गरी अब हामीले आम्दानीतर्फ मानवहरू आज हामी एउटा कार्यक्रममा छौँ जहाँ हाम्रो अछामको सम्पूर्ण नेतृत्व आज हामी यस कार्यक्रममा उपस्थित भएको देखिरहेका छौँ। र अब हामीले यो अछाम काठमाडौँ सम्पर्क समितिले हामी सम्पूर्ण अछामको नेतृत्व, अछामबाट निर्वाचित जनप्रतिनिधिज्यूहरू र 14औं महाधिवेशनबाट पार्टीको विभिन्न तह तबकामा विजयी हुनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई स्वागत तथा सम्मान कार्यक्रम राखेकोमा यो अछाम काठमाडौँ सम्पर्क समितिलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। र हामीले धेरै कुरा भन्नुभन्दा पनि यो अछाम काठमाडौँ सम्पर्क समिति विशेष गरी अछाम काङ्ग्रेसलाई सशक्त बलियो र काङ्ग्रेसको सङ्गठनमा नेतृत्व बलियो बनाउने भूमिका खेल्ने एउटा महत्त्वपूर्ण संस्था हो, जुन संस्थाले अछामको काङ्ग्रेसको विभिन्न हिजोका दिनमा हामीले स्थानीय तहको निर्वाचनमा पनि यो अछाम काठमाडौँ सम्पर्क समितिले खेलेको भूमिकाहरू पनि हामीलाई केही कुरा थाहा छ। र अब तत्कालै मङ्सिरका 4
को पनि नयाँ नेतृत्वलाई पनि राम्रो नेतृत्व आओस् भन्ने शुभकामना दिँदै धन्यवाद। सभाका सभापति महोदय, आजका परवर्ती प्रदेश महामन्त्री, आज नेपाली कांग्रेसका नेता मेरा पिताजी, सहमहामन्त्री तथा प्रदेश विधायकका प्रमुख दैलेन्द्र शर्माज्यू, आदरणीय पार्टी सभापतिज्यू, प्रतिनिधि सभाका सांसदज्यू, प्रदेश सभाका सांसदज्यू, पूर्व सांसद अटलबहादुर विष्टज्यू, महासमिति सदस्य साथीहरू, महादेश प्रतिनिधि साथीहरू, पूर्व महासमिति सदस्य साथीहरू र भर्खरै सम्पन्न भएको स्थानीय सदस्यबाट विजयी हुनुभएका मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सदस्य साथीहरू र सम्पर्क समितिका पदाधिकारी साथीहरू, देवी सङ्घ, तरुण महिला सङ्घ, किसान सङ्घ, दलित सङ्घका प्रवक्ता साथीहरू, अब यो कार्यक्रममा आउनुभएका सम्पूर्ण साथीहरू, यहाँहरू सबैलाई मेरो चाहिँ आज मलाई एउटा कुरा याद आएको छ। 2051-52 सालतिर जुन बेला नेपाली कांग्रेस असाध्य काठमाडौँ उपस्थित थिएन, त्यसको काम नेपाल विकास समिति गर्छ। आज मलाई खुसी लागेको छ, असम काठमाडौँ सम्पर्क समितिले मलाई यहाँ बोल्ने अवसर दिएको छ। पृथ्वी कलेजमा 2052 सालमा आदरणीय पार्टी सभापति शेरबहादुर सरस्वती भण्डारी लगायत नेताहरूलाई मैले आमन्त्रण गर्ने गर्दा त्यो बेला म रेडियो सभापतिसँग बस्नुहुन्थ्यो। यस्तै माग थियो, धेरै बुद्धिजीवी थिए, धेरै विद्यार्थीहरू थिए, त्यसको स्पन्द लागेको छ। विगत 10 वर्षदेखि अहिले चाहिँ पार्टीको 10 वर्ष पार्टीको सङ्घर्ष छ। यसले असमको संगठनको वृद्धि विकास मा योगदान छ। असमका दुखी पीडितलाई सहयोग गर्ने यसको कर्तव्य उद्देश्य हो, जो गरिरहेको सायद छ। र यसको अर्को काम चाहिँ असमबाट काठमाडौँ पढ्न आएका विद्यार्थीहरूलाई विभिन्न कलेजमा भर्ना गर्ने, भर्नामा छुट गर्ने, गरीब विद्यार्थीलाई स्कलरसिपको लागि चाहिने विभिन्न कलेजमा धाउने यसको कर्तव्य हो। पहिलो कर्तव्य के हो भने असमको जिल्लाको संगठनको विद्युत विकास नै यसको कर्तव्य हो। र महत्त्वपूर्ण विषय समयमा यसको अधिवेशन हुँदैछ। यो अधिवेशनको म सम्मान दिन चाहन्छु। मसित 4 गते केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन हुँदैछ। त्यसको अगाडि यसको चाहिँ पूर्व संज्ञामा हामी चाहिँ अधिवेशन गर्दैछौँ। अब आउने नेतृत्वले प्रदेश निर्वाचन र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउने यसको प्रमुख कर्तव्य हुनेछ। यहाँलाई मेरो शुभकामना छ। असम जिल्लाकै राजनीतिमा किरासी, असमलाई सेवा गरेको, असमको राजनीतिमा चाहिँ सबै तत्पर रहने नेतृत्व यसमा आओस्। तपाईहरुको प्रदेश सभापतिमा त्यसको चाहिँ महत्त्व पर्दैन, सदस्यले यसको महत्त्व पर्छ। मानबहादुर शाही सचिव भएर चाहिँ आफू दाइमा तिमीले मानबहादुर शाही क्षेत्रीय प्रमुख थिए पार्टीको, आज उ चाहिँ महासमिति सदस्यमा बन्न सक्नुभएको छ। यो सङ्घर्ष समितिको वैधानिक मान्यता पनि छ। असमको कांग्रेसलाई बलियो बनाउनका लागि उपस्थित हुनुभएका अग्रज महानुभावहरू, युवा भाइहरू र सम्पूर्ण उपस्थित साथीहरू, सर्वप्रथम त म आज यो स्वागत तथा सम्मान कार्यक्रममा म पनि सम्मानित भएको छु। तर अन्य सम्मानित सम्पूर्ण पार्टीको विभिन्न तहमा निर्वाचित हुनुभएका साथीहरू, स्थानीय तहमा निर्वाचित हुनुभएका नगर प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षज्यूहरू सबैलाई पुनः बधाई ज्ञापन गर्न चाहन्छु। र यो नेपाली कांग्रेस असम काठमाडौँ सम्पर्क समिति
आज प्रमुख आतिथ्यताका लागि मलाई मौका दिनुभयो आदरणीय समितिका अध्यक्ष गेराज उपाध्याय लगायत सम्पर्क समितिका सम्पूर्ण साथीहरूलाई पनि आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी सम्पर्क समितिको सम्मान तथा स्वागत कार्यक्रममा मात्रै होइन, सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि पनि दिएका छौँ। नयाँ नेतृत्व चयनका लागि यस्तो बेलामा हामी उभिएका छौँ जति बेला केन्द्रको सङ्घीय सरकारले, जसको नेतृत्व हाम्रै केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्नुभएको छ, त्यो सरकारले आगामी मङ्सिर 4 गते निर्वाचन गर्ने घोषणा गरेको छ। त्यो निर्वाचन गर्ने घोषणा र त्यो निर्वाचनमा अघि धेरै वक्ताहरूले भनिसक्नुभयो, हामी 2056 सालपछि निरन्तर अछाममा सङ्घीय निर्वाचन हारेका छौँ। त्यो सङ्घीय निर्वाचन जित्ने चुनौतीका बीचमा अछामको काङ्ग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ, कसरी सफल बनाउन सकिन्छ, कसरी सुदृढ गर्न सकिन्छ र हामी बीचको सौहार्दता र एकता मेलमिलापलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामी सम्पर्क समितिको नयाँ नेतृत्व चयनमा हाम्रो मूल ध्येय, राजनीतिक पार्टीको मूल ध्येय भनेको निर्वाचन जित्ने, निर्वाचन जितेर आफ्ना एजेन्डाहरू सरकारमा बसेर कार्यान्वयन गर्ने, जनताका लागि काम गर्ने हो। निर्वाचन जित्दा निर्वाचन जित्ने मात्र होइन, सरकार गराउने सङ्ख्या पुर्याउने पनि हो। नेपाली काङ्ग्रेसभित्र कतिपय साथीहरूले यो गठबन्धनका बारेमा धेरै कुराहरू बोल्नु भएको छ। म पनि वास्तवमा भन्ने हो भने सबै असमका 4वटा प्रदेश र 2टै सङ्घमा नेपाली काङ्ग्रेसले एकल लड्नु पाए राम्रो हुन्थ्यो। कमसेकम काङ्ग्रेसले आफ्ना रूपमा खुलेर मतदान गर्न पाइन्थ्यो भनेर भन्ने लाग्छ। तर अहिलेको नेपालको संविधान, जो हामीले हाम्रा संविधान सभामा पुगेका सांसदहरूले, नेपालका संविधान सभामा पुगेका दलहरूले जो निर्माण गरे, त्यो संविधान जसले मिश्रित निर्वाचन प्रणालीलाई अगाडि छु, व्यक्तिगत रूपमा भन्नु पर्दा म चाहिँ मिश्रित निर्वाचन प्रणालीको विरोधी मान्छे। त्यो मिश्रित निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत नल्याउने स्थिति सिर्जना गरेको छ। विगत 74 सालको निर्वाचनले नि हामीले भोगेका छौँ। अरू दल एक ठाउँमा आउँदा काङ्ग्रेसको अवस्था के हो? त्यसैले यो हामीले नचाहेर, हामीले इच्छा नगरेर पनि हाम्रा बाध्यताहरू छन्। हाम्रो नजिकको छिमेकीमा जहाँ निश्चित निर्वाचन प्रणाली छैन, हिजो कङ्ग्रेस अहिले लामो समयसम्म एकल राज शासन व्यवस्था, त्यसले पार्टीले बहुमत ल्याएर शासन व्यवस्था स्थापना गर्यो। तर त्यहाँ पनि एनडिए र युपिए गठबन्धन बनाएर 2 कार्यकाल मनमोहन सिंहले युपिए गठबन्धनले चलाए। के अरे बिजेपी अहिले एकल बहुमत हुँदा पनि त्यहाँ चाहिँ तपाईँको गठबन्धनकै सरकार छ। आफ्नो बहुमत गठबन्धनमै निर्वाचनमा हुने गठबन्धनकै सरकार उसले बहुमत ल्याएको छ, तर गठबन्धनको छ। त्यसैले अहिलेको नेपालको परिस्थिति यो अवस्था छ। यो अवस्थामा हामी छौँ। हाम्रो भविष्य के हुने अछाममा, को व्यक्तिले टिकट पाउने या को मान्छे कुन सिटमा कुन पार्टीले गर्ने हो, हामीले आफ्नो मत रुखमै हाल्न पाउँछु कि पाउँदैन, त्यो चिन्ताका बिचमा हामी छौँ। त्यति बेला मलाई को साथीले कति दौडधुप गर्नु भएको छ मलाई थाहा छैन। व्यक्तिगत रूपमा मलाई भन्नुपर्दा मैले धेरै पटक नेताहरूलाई भेटेँ। यो असार 8 गतेदेखि म यहाँ छु, तर कुनै न कुनै मान्छेलाई लगेर कसैको कामका विषयमा भेटेको छु, तर मैले टिकटको चर्चा अहिलेसम्म गरेका छैन। मलाई के लाग्छ भने पहिलो हामीले कसलाई भोट हाल्नु पर्ने हो? आफ्नै पार्टीलाई भोट हाल्न पाउँदैन कि पाउँदैन? यो दुविधाका बिचमा धेरै
चाहिँ मेहनत गरिराख्नु आफूलाई उपयुक्त नलागेको हुनाले म त्यहाँतिर छैन। मैले चाहिँ यतातिर किन जान खोजेको भन्दाखेरि यो अवस्थामा हामी छौँ, त्यसैले अहिले धेरै हामी बिचमा मनोमालिन्य गर्नुपर्ने, हामी बिचमा मारामार गर्नुपर्ने अवस्था छैन जस्तो मलाई लाग्दछ। नेपाली काङ्ग्रेसलाई पार्टीलाई अछाममा 56 सालपछि मैले अनुमान सकेँ पहिलोपटक काङ्ग्रेसलाई जिताउने दुवै सङ्घीय संसदको सिट हामीलाई परिहाल्यो भने धेरै राम्रो भयो। भएन भने पनि जो सिट हामीले प्राप्त गर्यौँ त्यहाँ काङ्ग्रेसलाई प्रतिनिधित्व गराउने हाम्रो जिम्मेवारी दायित्व पहिलो दायित्व त्यो दायित्वमा हामी सबै लाग्न म अनुरोध गर्न चाहन्छु। र त्यो सम्पर्क समितिका विषयमा अघि धेरै हाम्रो पूर्व सभापतिले पनि भन्नुभयो, वर्तमान सभापतिले पनि भन्नुभयो, नेपाली काङ्ग्रेसको सम्पर्क समिति काठमाडौँमा थिएन। अछामको काङ्ग्रेसको विधानमा पनि व्यवस्था थिएन। पहिला पञ्चायत कालदेखि हाम्रा थुप्रै सम्पर्क नेपाल विद्यार्थी सङ्घका सम्पर्क समितिहरू भए। नेपाल विद्यार्थी सङ्घका सम्पर्क समितिले विद्यार्थीहरूलाई पाहाडबाट आएका विद्यार्थीलाई भर्ना गराउनेदेखि लिएर निविसनको सदस्यता दिनेदेखि आफ्नो सङ्गठन विस्तार गर्ने काममा भूमिका खेल्थ्यो। हामी पनि प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क समितिका बैठकहरूमा पटक पटक भाग लिएका छौँ। 2057 सालमा 10औं महाधिवेशनपछि भरत कुमार स्वार निर्वाचित भएर आउनुभयो काठमाडौँ। म पनि महासमितिको सदस्य थिएँ। त्यति बेला नेपाली काङ्ग्रेसको विधानमा व्यवस्था थिएन, तर पनि एउटा सम्पर्क समिति बनाऊ भन्ने कुरा आयो। उहाँको सभापति उहाँ नै भएर हुनाले उहाँकै पहलमा हेम रावलजीलाई हामीले सम्पर्क समितिको अध्यक्ष बनाएर हाम्रो यज्ञराज उपाध्याय त्यति बेला महासचिव सम्पर्क समितिको युवराज शर्मा कोषाध्यक्ष भएर त्यति बेला हाम्रो युवराज शर्मा यसरी यज्ञराज उपाध्यायजी नै वास्तवमा उहाँकैबाट आइडिया, किनभने सांस्कृतिक क्षेत्रमा उहाँ अघि धेरै वक्ताले भनिसक्नुभयो, धेरै पहिलेदेखि राष्ट्रिय रूपमा एउटा चिर परिचित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले सांस्कृतिक कार्यक्रम माध्यमबाट ठुलो धनराशि हामीले जम्मा गऱ्यौँ, जसको जे जति मात्रामा प्रयोग भए बचे पनि त्यो बचेको रकमले अछामको जिल्लाको पार्टीकाले जग्गा किन्ने काम भयो। त्यति बेला पनि सम्पर्क समितिले त्यसमा बसेर यज्ञराज उपाध्यायजी, अब हेमरावलजी अध्यक्ष हुनुहुन्थ्यो, उहाँहरू 3-4 जनाको राम्रो टिम थियो। त्यो टिमले धेरै राम्रो भूमिका निर्वाह गरेको थियो। त्यसपछि नन्दसिंह रावलजी, जयेन्द्र स्वामी हुँदै अहिले पुनः यज्ञराज उपाध्यायजी यसमा हुनुभएको छ। अहिले उहाँले आफ्नो कार्यकालमा अहिले स्थानीय निर्वाचनमा आफ्नो व्यक्तिगत मलाई दुर्घटनाका कारणले उहाँ जान पाउनु भएन। नभए पटक पटकको निर्वाचनमा सम्पर्क समितिको अध्यक्षको हैसियतले 74 सालको निर्वाचन होस् या अघिपछि पार्टीका अधिवेशनहरूमा उहाँ अछाममा निकै सक्रिय भएर कटिएर गाउँ टोल खालि सम्पर्क समितिको भूमिका मात्र होइन, सांस्कृतिक क्षेत्रमा पनि हामीले चाहिँ जो कार्यक्रमहरूमा हाम्रो एउटा सांस्कृतिक टिमको आवश्यकता हामीलाई पर्छ आम सभाहरूमा, त्यसको पूर्ति पनि उहाँले गर्नुभएको थियो। हाम्रो भक्तबहादुर नकुलजी उपाध्यक्ष उहाँले सम्पूर्ण स्थानीय तहलाई प्रचार सामग्री माइक हस्तान्तरण गरेर सम्पर्क समितिबाट त्यसरी भूमिका खेल्नुभएको थियो। र यसपालिको स्थानीय तहको निर्वाचनमा विविध कारणले जति सम्पर्क समितिबाट गर्नुपर्ने थियो अध्यक्ष स्वयं दुर्घटनामा विधानिक अवस्था भएको हुनाले गर्न सक्नु भएन होला। उहाँले सराहनीय काम गर्नुभएको छ। जगन गान्धीजी कोषाध्यक्ष भएर राम्रो काम गर्नु, कमलबहादुर विष्टजी जस्तो पाएको मान्छे सम्पर्क समितिको उपाध्यक्ष भएर अछामको गाउँ गाउँमा खट्नुभयो, जानुभयो, यहाँ सङ्गठनमा टाइम दिइराख्नु भएको छ। एउटा रिटायर्ड कर्मचारी, उहाँलाई यहाँ धेरै समय दिनुपर्ने बाध्यता थिएन। एउटा चाहिँ सुगरको चाहिँ इन्सुलेसन दिनुपर्ने बिरामी हुनुहुन्छ। त्यसैले योभन्दा अगाडिको सम्पर्क समितिले धेरै राम्रो भूमिका निर्वाह गरेको छ। उहाँहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छु। र सँगसँगै अहिले तपाईँहरूलाई म एउटा यो कुरा पनि जानकारी दिन चाहन्छु, पार्टीका साथीहरूले विधानको पनि अध्ययन गर्नु होला, नियमावलीको पनि अध्ययन गर्नु होला। अहिले नेपाली काङ्ग्रेस पार्टीले
हिजो हाम्रो सम्पर्क समितिमा वैधानिक व्यवस्था थिएन। अहिले नेपाली काङ्ग्रेस पार्टीले विधानले सम्पर्क समितिको व्यवस्था गरिदियो। जिल्ला कार्य समितिको सभापति जिल्ला कार्य समितिको मातहतमा रहने गरी व्यवस्था गरेको छ। त्यसमा प्रष्ट सम्पर्क समितिका काम कर्तव्य र अधिकारहरू तोकिएका छन्। सम्पर्क समितिमा छनौट गर्ने प्रक्रिया मतदानबाट गर्ने व्यवस्था छैन, किनभने यसको मतदाता यो जस्तै हाम्रो वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता हुन्छन्, क्षेत्रीय अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरू मतदाता हुन्छन्। यहाँ मतदाता को भन्ने कुरा त्यो विधानले स्पष्ट गरेको छैन। तर पार्टीले हटाएर पठाएको प्रतिनिधिले सम्पर्क समितिको अधिवेशन सम्पन्न गर्दैछ। जिल्लामा काठमाडौँमा रहेर जिल्लामा काम गर्ने सम्बन्धित जिल्लाको पार्टीका सदस्यहरू सम्पर्क समितिका पदाधिकारीका सदस्य हुनेछन् भन्ने व्यवस्था गरेको छ। त्यो प्रष्ट व्यवस्था अहिलेको नयाँ संशोधित विधानले गरेको हुनाले त्यो व्यवस्थालाई पनि तपाईँहरूले ध्यान दिएर, मैले अघि भनिसकेँ, हामी चुनौतीका बिचमा छौँ। हामीले निर्वाचन जित्ने चुनौती सबभन्दा ठुलो चुनौती हाम्रो अगाडि छ। त्यो चुनौतीका बिचमा हामी आपसमा त्यो पद प्राप्त गर्ने चुनौती होइन, अबको निर्वाचन जित्ने चुनौतीका बिचमा छौँ। सम्पर्क समितिमा कसले नेतृत्व गर्ने भन्ने चुनौती होइन, सम्पर्क समितिलाई कसरी व्यवस्थित गर्ने, सबैको साझा एउटा पुलको रूपमा अछाममा हामी नेता कार्यकर्ताका बिचमा मनोमालिन्य भए पनि तपाईँहरूले त्यो सम्पर्क समितिले पुलको काम गरेर समन्वय गरेर तपाईँहरूले एक ठाउँमा एक थलोमा ल्याउने भूमिका सम्पर्क समितिले गर्ने खालको नेतृत्व चयन गर्नु सौहार्दपूर्ण वातावरणले सबै संयोजक समिति पनि बनाएको छ। समितिमा त्यो सम्पन्न जाओस्, तपाईँहरूका बिचबाट नेतृत्व चयन भएर आओस्। यो म शुभकामना तपाईँहरूलाई दिन चाहन्छु। धेरै म तपाईँहरूलाई बिचमा भन्न चाहन्न, मैले बारम्बार तपाईँहरूलाई त्यही भन्न चाहन्छु। नेपाली काङ्ग्रेस पार्टीभित्र सौहार्दता बढाउने, मेलमिलाप बढाउने, एकता बढाउने, पार्टीमा कसले टिकट ल्याउँछ कसले ल्याउँछ भन्ने कुरा होइन। नेपाली काङ्ग्रेसलाई जोसुकै मान्छे नेपाली काङ्ग्रेसको केन्द्रले जसलाई जिम्मेवारी दिन्छ त्यसलाई जिताउने जिम्मेवारीका साथ, त्यसलाई जिताउने अठोटका साथ हामी सबै लागौँ र सम्पर्क समितिको नेतृत्व एउटा सौहार्दपूर्ण वातावरणमा चयन होस् र निर्वाचनका मुखमा छौँ। धेरै यसमा धेरै चाहिने गुट उपगुट यसमा समूहहरू बनाएर धेरै चाहिने के पार्टीलाई हानि हुने काममा हामी कोही पनि नलागौँ, यो अनुरोध तपाईँहरूको साथ गर्दै बिदा हुन्छु। धन्यवाद। प्रमुख अतिथि प्रदेश महामन्त्री आदरणीय मेघराज खड्काज्यू, यस्तै गरी विशिष्ट अतिथि सह महामन्त्रीज्यू, विशिष्ट अतिथि माननीय सांसदज्यू, प्रदेश सभाका माननीय सदस्यज्यू, पार्टी सभापतिज्यू, पूर्व पार्टी सभापतिज्यू, पूर्व सांसदज्यू, जिल्ला समन्वय समितिका संयोजकज्यू, आदरणीय सम्पूर्ण महासमितिका सदस्यज्यूहरू, सुदूरपश्चिम प्रदेश कमिटीका सम्पूर्ण अन्य पदाधिकारी सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पदाधिकारीज्यूहरू, विभिन्न पालिकाबाट जित्नु भएका नगर प्रमुख, उपप्रमुख, पालिका प्रमुख, उपप्रमुख र विभिन्न तहका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, नेपाली काङ्ग्रेसका सम्पूर्ण यहाँ उपस्थित मेरा आदरणीय नेताहरू, नेवी सङ्घ, तरुण दल लगायतका सम्पूर्ण भातृ संस्थाका सम्पूर्ण मेरा आदरणीय साथीहरू, नेपाली काङ्ग्रेस अछाम काठमाडौँ सम्पर्क समितिका उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, सचिवज्यू, सहसचिवज्यू लगायत सम्पूर्ण सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, यहाँहरूको यो गरिमामय उपस्थिति, छोटो समय हामीले फोनबाट यहाँहरूलाई निमन्त्रणा गर्यौँ। यो छोटो समयमा कतिपयलाई निमन्त्रणा गर्न सक्यौँ, कतिपयलाई हामीले डाइरेक्ट निमन्त्रणा पनि गर्न सकेनौँ। हजुरहरूले जे जसरी चाहिने यसको सूचना प्राप्त गर्नुभयो।
आज यो कार्यक्रममा आइदिनु भयो र यो कार्यक्रमलाई गरिमामय बनाइदिनु भयो। म सम्पर्क समितिको तर्फबाट प्रमुख अतिथिज्यू लगायत विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण यहाँ उपस्थित मेरा आदरणीय नेताजीहरू र मेरा सहकर्मी साथीहरूलाई म हृदयदेखि सम्पर्क समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। हजुरहरूप्रति कृतज्ञता अर्पण गर्दछु र धन्यवाद दिन चाहन्छु। तपाईहरूको सहयोग प्राप्त भएको छ र आगामी दिनमा पनि आउने नयाँ कार्यसमितिलाई हजुरहरूको सहयोग प्राप्त हुनेछ। हामीले धेरै विशिष्ट व्यक्तित्वहरूलाई हाम्रो जिल्लाका निमन्त्रणा गरेका थियौं, तर विशेष कारणवश त्यसले आउन सक्नु भएन। हाम्रा श्रद्धेय नेता केन्द्रीय सदस्य गोविन्द बहादुर शाहज्यूलाई पनि मैले निम्तो गरेको थिएँ। उहाँ मित्र राष्ट्र भारतमा हुनुहुन्छ, त्यसैले आउन सक्नु भएन। उहाँले शुभकामना भनिदिनु भन्नुभएको छ। त्यस्तै गरेर हाम्रा पूर्व गभर्नर, पूर्व सांसद, हाम्रा आदरणीय व्यक्तित्व डाक्टर तिलक रावलज्यूलाई पनि हामीले निमन्त्रणा गरेका थियौं। उहाँको आज पशुपतिमा पूजा रहेछ, सकभर आउँछु भन्नुभएको थियो। आइन भने मेरो शुभकामना सबैलाई सुनाइदिनु होला। कार्यक्रमको सफलताको शुभकामना भन्नुभएको छ। त्यसै गरी डाक्टर दिप बहादुर स्वारज्यू हाम्रो सल्लाहकार पनि हुनुहुन्छ, पूर्व सचिवज्यू। उहाँलाई अहिले कोरोना भएको छ, उहाँको शीघ्र स्वास्थ्य लाभको लागि हामी पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। उहाँले पनि शुभकामना भन्नुभएको छ। हिम बहादुर रावलज्यू उहाँलाई हाम्रो सल्लाहकार हुनुहुन्छ, उहाँ पनि आउन सक्नु भएन। उहाँले फिजियोथेरापी गर्नुपर्ने भएकोले उहाँले पनि शुभकामना भन्नुभएको छ। र अब त्यस्तै गरेर बलबहादुर कुँवरज्यू उहाँ चाहिँ अहिले अमेरिका हुनुहुन्छ। कुँवरज्यू मैले चाहिँ भाइबरबाट सम्पर्क गरेको थिएँ कार्यक्रम छ भनेर, उहाँले पनि शुभकामना दिनुभएको छ। शान्ता कुँवर हाम्रो सदस्य हुनुहुन्छ, उहाँले पनि शुभकामना दिनुभएको छ। अब त्यस्तै गरेर अब अरू पनि धेरै व्यक्तित्वहरूले चाहिँ भन्नुभएको छ। म उहाँहरू सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु। यो कार्यकालको लगभग यो अन्तिम क्षणमा हामी यहाँ उभिरहेका छौँ। मलाई लागेको थियो म एउटा साहित्यमा कलम चलाउने मान्छे, म एउटा संस्कृति कर्मी, एउटा लोकगीत गाउने, कविता लेख्ने मान्छे। स्वाभाविक रूपले म भावुक हुन्छु, मेरो हृदय अत्यन्त कोमल हुन्छ र मसँग धेरै समय पनि त्यति हुँदैन। मैले राजनीति राम्रोसँग गर्न जानेको पनि छैन। मैले त कांग्रेसलाई एउटा सहयोग मात्र गरेको छु, एउटा साहित्य र संस्कृतिको विभागको क्षेत्रबाट। त्यसैले यो सम्पर्क समितिको लागि म उपयुक्त पात्र होइन कि भनेर मैले हजुरहरूलाई विनती गरेको थिएँ, अनुरोध गरेको थिएँ। हजुरहरूले मलाई विश्वास गर्नुभयो। मेरा आदरणीय नेता तत्कालीन पार्टी सभापति भरत कुमार स्वारज्यूले मलाई प्रस्ताव गर्नुभयो। मेरा जिल्लाका मेरा परम आदरणीय सम्पूर्ण नेताजीहरूले एक स्वरमा र मेरा सम्पूर्ण अन्य नेताजीहरू, मेरा शुभेच्छुक, मेरा नेविसनका साथीहरू, तरुण दलका साथीहरू सबैको एकमत स्वरबाट कसैको पनि म माथि विमति रहेन। हजुरहरूको सबैको सर्वसम्मतबाट तैँले बस्नुपर्छ भनेर मलाई निर्देशन गर्नुभयो। हजुरहरू सबै मेरो अभिभावक हो। म हजुरहरूले फुलाएको एउटा फुल हुँ। म एउटा साहित्यकर्मी मान्छे हुँ। तपाईहरूको आग्रहलाई मैले स्वीकार गरेँ र म सम्पर्क समितिको अध्यक्षमा बसेँ। मैले भने मैले कति कुराहरू गर्न सके होला, कति कुराहरू गर्न सकेन होला। मेरो टिमका सम्पूर्ण साथीहरूले जे जति हामीले काम गर्यौं, यो सम्पूर्ण सम्पर्क समितिका मेरो समूहका साथीहरूले गर्दाखेरि यो चाहिँ काम हुन सकेको हो। त्यसैले सम्पूर्ण साथीहरूलाई म हृदयदेखि आभार प्रकट गर्दछु र सम्पर्क समितिबाट आज मैले गौरवको अनुभूति गरेको छु। मेरा साथीहरू भक्त बहादुर खपुलाज्यू उहाँ उपाध्यक्ष हुनुहुन्छ र उहाँले धेरै ठुलो सहयोग गर्नुभएको छ। उहाँले माइक दुईचोटि माइक पठाउनु भयो। अहिले त अब सजिलो छ, पहिला त माइकको पनि साह्रै गाह्रो अवस्था थियो र जति पनि कार्यक्रम भएका छन् उहाँको ठुलो सहयोग रहेको छ। मैले धेरै उहाँको बारेमा भन्नु पर्दैन, हजुरहरूलाई थाहा छ। र उहाँ महाधिवेशन प्रतिनिधि हुनुभयो र चाहिँ सुदूरपश्चिम प्रदेशमा अहिले उहाँ त्यहाँको कार्य सम्पादन समितिमा पनि हुनुहुन्छ, विभागीय प्रमुख हुनुहुन्छ, सदस्य हुनुहुन्छ। म उहाँको पूर्ण कार्यकालको सफलताको शुभकामना दिन्छु। मैले गौरवको अनुभूति गरेको छु। त्यस्तै गरेर जनक धामीज्यू मेरो कोषाध्यक्ष, मेरो सम्पर्क समितिको मेरो टिमको उहाँ कोषाध्यक्ष हुनुहुन्छ, एउटा शालीन व्यक्तित्व हुनुहुन्छ।
र प्रत्येक कार्यक्रममा उहाँको पनि मलाई चाहिँ ठुलो सहयोग भएको छ। सम्पर्क समितिलाई उहाँको अध्यक्षको एउटा जिम्मेवारी उहाँले वहन गर्नुभएको छ। हामीले 2-2वटा कार्यक्रम उहाँको चाहिँ ओपेरामा हामीले कार्यक्रम सम्पन्न गर्यौं र त्यो कार्यक्रममा उहाँको ठुलो सहयोग भएको छ र अरू पनि मैले सहयोग उहाँबाट प्राप्त गरेको छु। उहाँको कार्यकालको शुभकामना म दिन्छु र उहाँ मैले त्यसमा पनि गर्वको फिल गरेको छु। त्यस्तै गरेर हाम्रो पुष्पराज शर्माज्यू उहाँ अत्यन्त प्रखरवक्ता पनि हुनुहुन्छ र मेरो पहिलो चरणमा सदस्य हुनुहुन्थ्यो। उहाँबाट मैले धेरै ठुलो सहयोग पाएको थिएँ, माइन्ड लेख्नेदेखि लिएर सबै कुरा र उहाँको सबैको चाहिँ नेताहरूको सहयोग र आफ्नो क्षमताले उहाँका चाहिँ हाम्रो पालिका प्रमुख भएर चाहिँ काम गर्नुभयो, राम्रो नाम कमाउनुभयो र अहिले 2 नम्बर प्रदेशको 2 नम्बर क्षेत्रको उहाँ क्षेत्रीय सभापति हुनुभएको छ। मैले गर्वको अनुभूति गरेको छु। उहाँलाई बधाई सहित म चाहिँ उहाँको कार्यकालको शुभकामना अर्पण गर्दछु। त्यस्तै गरेर मेरा अनन्य मित्र मानबहादुर शाहीजी पछिल्लो समयमा उहाँ कार्य समितिमा सचिवको रूपमा आउनुभयो र उहाँले चाहिँ धेरै राम्रो काम गर्नुभयो, मलाई सघाउनु भयो र उहाँले आर्थिक रूपमा पनि शब्द रूपमा उहाँले आफूले पुरा सहयोग गर्नुभएको छ र यो अहिलेको पछिल्लो कार्यक्रम गर्नका लागि उहाँ यति खट्नु भएको छ र उहाँ महासमिति जस्तो एउटा गरिमामय पक्षमा उहाँ पुग्नु भएको छ। म हृदयदेखि उहाँलाई हार्दिक बधाई दिन्छु र उहाँको कार्यकालको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। त्यस्तै गरेर मेरा भाइ टेक बहादुर विक राम्रो सहयोग उहाँले सम्पर्क समितिलाई गर्नु भएको छ र आज उहाँ महाधिवेशन प्रतिनिधि जित्नु भएको छ। म उहाँको सफलताको शुभकामना दिन्छु, भाइलाई बधाई दिन्छु। तपाईको सहयोग मलाई जुन रहेको छ, सम्पर्क समितिलाई जुन रहेको छ, म त्यसको सराहना गर्दछु। त्यस्तै गरेर हाम्रो बहिनी दुर्पता शाही उहाँको पनि राम्रो सहयोग हाम्रो समितिमा रहेको छ र उहाँ अहिले जिल्ला कार्य समितिको सदस्य हुनुभएको छ। म हृदयदेखि बधाई दिन्छु र शुभकामना दिन्छु र तपाईहरु सबैको कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिन्छु। तपाईहरु जस्ता सहयोगी खम्बाहरू नभएको भए सम्पर्क समिति अगाडि बढ्न सक्दैन थियो। म त एउटा नेतृत्व गर्ने एउटा प्रतिनिधि पात्र मात्र हुँ। मैले भने जति गर्नु पर्थ्यो आज मलाई अब पछुतो भएको छ, आत्मग्लानि पनि भएको छ, मैले गर्न सकिनँ। किनभने मेरो एउटा लाइब्रेरी छ, धेरै समयसम्म म अध्ययनमा व्यस्त हुन्छु, लेख्छु। मैले अछामका धेरै चाहिँ त्यहाँका पुतला, हुर्क्यौली, भूगोलदेखि लिएर धेरै कुरामा रिसर्च गरेको छु, ती पेपरहरू प्रेजेन्स गरेको छु। त्यसैले गर्दा धेरै कुरामा म व्यस्त हुने भएकोले मेरो सम्पर्क पनि धेरैलाई हुँदैन र मलाई पनि धेरै कामबाट अब त्यति ठुलो चाहिँ फोन भएर सम्पर्क हुन सक्दैन। त त्यसैले कतिपय मेरा नेताहरू, मेरा साथीहरूलाई बिमारी भएको बेला मैले खबर पाएर पनि अथवा नपाएर पनि मेरो व्यस्तताले अथवा खबर नपाएर पनि मैले भेट्न सकिनँ होला, मैले कुनै सहयोग गर्न सकिनँ होला। मेरा विद्यार्थी साथीहरू जो यो समुज्जवल भविष्य बोकेर काठमाडौँमा बस्नु भएको छ, हामीलाई माया गर्नु भएको छ, ती विद्यार्थी साथीहरूका सुख दुःखमा पनि मैले ती मलमहरूमा मैले घाउ लगाउनमा चाहिँ मलमपट्टि गर्न सकिनँ होला। मेरो व्यस्तताको कारणले मैले अघि नै अनुरोध गरिसकेँ, म क्षमा प्रार्थी छु। मैले भने म एउटा साहित्यकार हुँ, मेरो हृदय कोमल हुन्छ, मेरो अलिकता कमजोरी पनि छ। कहिले काहीँ झ्वाक्क के हो मेरो चाहिँ अलिकता दिमागमा आउँछ र झ्वाक्क कहिले काहीँ ठ्याक्क अलिकता मलाई रिस पनि कहिले काहीँ हुन्छ, जति शालीन हुन खोजे पनि। किनकि मान्छेको दिमाग भनेको देवताको मात्र बास हुँदैन, कहिले काहीँ राक्षसको पनि बास हुन्छ। मैले आफ्ना कमी कमजोरीहरूलाई मैले लुकाउन छिपाउन मैले चाहदैन हैन र म देवता होइन। त्यसैले मेरा कमी कमजोरी भयो होला, कहिले काहीँ सानो तिनो कुरामा काम गर्ने मान्छेलाई दुःख पनि हुन्छ, काम गर्ने मान्छेलाई पीडा पनि हुन्छ, चिन्ता पनि हुन्छ र काम गर्ने मान्छेले प्रशंसा पनि पाउँछ। त्यसैले गर्दाखेरि कहिले काहीँ मैले दुःख पनि भोग्नु पर्यो होला, पीडा पनि सहनु पर्यो होला, त मेरो कहिले काहीँ तनाव र टेन्सन पनि भयो होला। त्यो समयमा मैले केही अभिव्यक्त केही शब्दहरू मेरो मुखबाट केही कुराहरू भयो होला, कसैको दिललाई चित्त दुख्ने बुझ्ने टाइपको जान अनजानबाट केही कुरा हुन सक्छ र हामी मान्छे र हाम्रो स्वभाव पनि कस्तो हुन्छ, सानो कुरालाई पनि हामीले अलिकता थपथाप गरेर सुनाउने प्रवृत्ति पनि हामीहरूमा हुन्छ। त्यसैले जान अनजानबाट मबाट कुनै प्रकारको गल्ती भएको छ, मेरा चाहिँ सम्पर्क समितिका साथीहरू कसैबाट कुनै प्रकारको भएको छ भने म माफी माग्छु हजुरहरूबाट। मेरा कमी कमजोरीहरू, मेरा गल्तीहरू, मेरा चाहिँ समूहका प्रशंसा के अरे चाहिँ यो सुदूरपश्चिम सर्भिसहरू मेरो संस्थाको नामहरू आउँछ। यो हाम्रो नेपाली काङ्ग्रेस खजान काठमाडौँ सम्पर्क समितिका साथीहरू कसैबाट भएका कुनै गल्ती छन् भने म दशाङलाई जोडेर हजुरहरूलाई माफी माग्छु।
हजुरहरूले माथि गरिदिनु होला, नराम्रा कुराहरू सबै बिर्सिदिनु होला, राम्रा कुरा मात्र लिदिनु होला। तपाईहरुको माया पाए, तपाईहरुको सद्भाव पाए, तपाईहरुको साथ पाए, तपाईहरुको चाहिँ नि सहयोग पाए। त्यसैले गर्दाखेरि मैले चाहिँ नि जे जति गर्न सके त्यो त अलिकता मात्र हो, धेरै गर्नु पर्थ्यो, त्यो गर्न सकिन। म अत्यन्त दुखित छु। त्यसैले गर्दाखेरि म चाहिँ यी भएका कमी कमजोरीहरूका लागि म फेरि पनि दर्शनलाई जोडेर माफ माग्छु र यी कुराहरूलाई हजुरहरूले बिर्सिदिनु हुनेछ र हजुरको आशीर्वाद माया सधैँभरि निरन्तर रूपमा मैले पाइरहनेछु भन्ने मैले चाहिँ नि आशा गरेको छु। अब यो पालिको स्थानीय चुनावमा म जान सकिनँ। हजुरहरूलाई थाहा छ विगतका चुनावहरूमा हाम्रो सम्पर्क समितिबाट पम्पलेटहरू पठाउने, झन्डा पठाउने, माइकहरू पठाउने हामीहरू आफै खट्यौँ। हाम्रा साथी चन्द्रकौर लगायतका साथीहरूले ती सामान बोकेर अछाम जानुभयो होइन। अब चाहिँ नि हामी लाग्यौँ होइन। हाम्रा चाहिँ नि कोषाध्यक्षज्यू, हाम्रा उपाध्यक्षज्यू लगायत चाहिँ सबैबाट भएका सहयोग सामग्रीहरू लिएर जानुभयो। उहाँहरूबाट व्यक्तिगत रूपमा पनि धेरै ठुलो सहयोग भएको छ, कार्यक्रमहरू गर्दाखेरि पनि भएको छ, कुनै सम्पर्क समिति मार्फत उहाँहरूको सहयोग भएको छ भने कुनै कुराहरू त्यो भएको छ। गीत निर्माण गर्नको लागि पनि हाम्रो भक्त समुदायले सहयोग गर्नुभएको छ। एकजना भाइ अहिले चाहिँ विदेशमा हुनुहुन्छ, उहाँ कति राम्रो अछाममा चाहिँ उहाँले सुमधुर स्वरबाट चुनाव प्रचार प्रसार गर्नुभएको थियो। उहाँलाई पनि उहाँले चाहिँ गीत चाहिँ बनाउनको लागि चाहिँ सहयोग गर्नुभएको थियो, मलाई पनि सहयोग गर्नुभएको थियो। त भने यो पालि चाहिँ मैले धेरै कुरा भनिनँ, केही मान्छेलाई मात्र थाहा थियो। यहाँ किरणमन्त्र दाजु हुनुहुन्छ, उहाँ मेरो दाजु भएको हुनाले उहाँलाई भने उहाँ आउनुभएको थियो र कहाँ कहाँबाट आइजिबी साहबले थाहा पाउनुभयो। सुगत बहादुर साहब र आइजिबी साहब मेरो पस्ने ठाउँ खोज्दै खोज्दै आउनुभएको थियो। म लडेँ, मेरो पछाडि चोट लाग्यो। भोलि चाहिँ धनगढी जाने मेरो प्लेनको 8 बजेको टिकट थियो, 11 बजे धनगढीमा कार्यक्रम थियो त्यहाँको उद्योग वाणिज्य सङ्घको हलमा र त्यहाँ वक्ताको रूपमा म थिएँ। त्यहाँ बोलेर त्यहाँबाट चाहिँ हुँदै म अछाम जाने उसमा थिएँ। तर म अचानक दिउँसो एउटा गीत रेकर्डिङ थियो, आएँ। अब प्रेसर पनि अलिकता बढेको थियो होला, हुन त म औषधि खाइरहेको छु। म चाहिँ नि माथिबाट आउँदाखेरि सिँढीबाट चप्पल चाहिँ नि चिप्लिएर लडेँ र मेरो चाहिँ चोट घाउ लाग्यो। म चाहिँ हस्पिटल गएँ, ब्यान्डेजहरू लगाउने काम गरेर सबै गरेर डक्टरले टोटल्ली चाहिँ 1 महिनासम्म पुरा रेस्टमा बस्नुपर्ने मलाई भन्यो र म जान सकिनँ। सीमित केही व्यक्तिलाई मात्र मैले जानकारी गराएँ। त्यसले गर्दाखेरि मैले गर्न सकिनँ। तर हाम्रा चाहिँ उपाध्यक्षज्यू, अरू हाम्रा पदाधिकारीज्यूहरू सबै चाहिँ गएर उहाँहरूले चाहिँ सहयोग गर्नुभएको थियो। त्यसका लागि म क्षमा प्रार्थी छु। यो पालि चाहिँ त्यो प्रकारको चाहिँ सहयोग चाहिँ हामीबाट हुन सकेन। अब अर्को कुरो, म अरू कुरामा पनि व्यस्त थिएँ। मेरो चाहिँ नेता भाइ हुनुहुन्छ यहाँ निर्प साउजी, एउटा प्रखर वक्ता, अहिले उदाउँदो नेता नेपाली कङ्ग्रेसको। उहाँले अत्यन्त एउटा गर्मिलो कुरा भन्नुभयो। मैले चाहिँ त्यो मनन गरेको छु, मेरो हृदय छोएको छ त्यसले। एकराज दाई, तपाईँको जिम्मेवारी भनेको अछामको संस्कृतिका लागि पनि हो, तपाईँले लागिराख्नु भएको छ, तपाईँले गर्नुपर्छ भनेर भन्नुभयो। हजुरहरूको आशीर्वादले म निरन्तर रूपमा यसमा लागेको छु र मलाई 2055 सालमा रामबहादुर रावलज्यू मेरो परम श्रद्धेय व्यक्तित्व हुनुहुन्छ। उहाँ अहिले चाहिँ उहाँ वैकुण्ठ धाममा हुनुहुन्छ। उहाँ विशिष्ट संस्कृति विज्ञ हुनुहुन्छ नेपालको। उहाँले बोलाउनु भयो पूर्व सचिवज्यू, उहाँलाई गुरु हुनुहुन्थ्यो। म त भाइ भतिजो उहाँको कति उमेरको पछाडिको म त एउटा पुत्र थिएँ 55 सालमा। म भन्नुहुन्थ्यो हजुर त हाम्रो गुरु भन्नुहुन्थ्यो, मलाई गुरु गुरु भन्नुहुन्थ्यो। गुरु तपाईँ गरौँ भन्ने भावना पनि भएको, गर्न सक्ने क्षमता पनि छ, मलाई थाहा छ। र तपाईँ गर्न सक्ने मान्छे हो। तपाईँले सुदूरपश्चिममा खालि देउरा 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 भनेर सम्पूर्ण संस्कृतिको अपव्याख्या भएको छ। त्यसैले तपाईँले समग्र सुदूरपश्चिमको संस्कृतिको व्याख्या विश्लेषण सहितको एउटा किताब ल्याउनुपर्छ भनेर मलाई उहाँले 4.5 घण्टासम्म मलाई चाहिँ धेरै कुरा मलाई सुझाउनु भयो, बुझाउनु भयो। त्यहीबाट मैले यो यात्रा अभियान सुरु गरेको हुँ। अहिले मैले त्यो पुरा गरेँ। आज 2 वर्ष निरन्तर लकडाउनमा मैले त्यो लेख्न सुरु गरेँ। अछाम लगायत दार्चुलादेखि जुम्लासम्मका फागहरू, धमालीहरू, देउराहरू, न्याउलियाहरू, पुतलाहरू, हुर्क्यौली लगायत होरी सम्पूर्ण 46 वटा विधा पहाडी समुदायका, त्यसपछि चाहिँ नि थारू समुदायका र चाहिँ सुदूरपश्चिमको सौका समुदायका चाडपर्वहरू, रीतिरिवाजहरू, चालचलनहरू, परम्पराहरू, त्यहाँका लोकबाजाहरू, लोक संस्कृतिहरू, त्यहाँको लोकगीतको विकासक्रम, अहिलेसम्मको चाहिँ विकासक्रमदेखि लिएर 900 पेजको किताब अहिले चाहिँ तयार भएको छ। मेरो टाइप भएर सबै तयार भइसक्यो। 2 दिनको काम मलाई लेख्न बाँकी छ।
यसमा निरन्तर रूपमा म लागेको हुनाले र यो पालिको पार्टीको चुनाव पनि अब चाहिँ साउनदेखि मङ्सिरसम्म भएको हुनाले मेरो त्यो जुन एउटा साधना थियो त्यसमा ब्रेक लाग्ने भएको हुनाले म त्यहाँ अछाममा जान सकिनँ। म त्यसका लागि पनि क्षमा प्रार्थी छु र अबको 2 हप्ताभित्र म त्यो किताब प्रेसमा दिनेछु र यसले अछामको मात्र होइन सुदूरपश्चिमकै एउटा संस्कृतिको अध्ययन अनुसन्धान गर्नका लागि एउटा विशेष किसिमको किताब हुनेछ भन्ने मैले आशा लिएको छु। तपाईहरुको आशीर्वाद मलाई प्राप्त भएको छ र म तपाईहरुकै आशीर्वादले मेरो जिल्लाको नेताको चाहिँ सहयोगले र मेरा श्रद्धेय नेता पार्टी सभापति सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष चाहिँ मलाई चाहिँ अनुकम्पाले म चाहिँ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ हुन पाएँ। सुदूरपश्चिमबाट यो विधाको म पहिलो प्राज्ञ हुँ। 14 सालमा एकाडेमी गठन भएको 67सम्म कोही थिएन। त्योभन्दा पछि पनि छैन। हामी 2 जना प्राज्ञ परिषद सदस्य, एकजना म, एकजना प्राध्यापक डाक्टर महादेव अवस्थी उहाँ एमालेको कोटाबाट, मलाई शेरबहादुर दाइले कङ्ग्रेसको कोटाबाट, मेरो जिल्लाका सम्पूर्ण नेताजीहरू हजुरहरूको आशीर्वाद सबैबाट म पाएँ र त्यो बेला पनि मैले अछामलाई विशेष प्राथमिकता दिएर अछाममा ठुलो कार्यक्रम गरेको थिएँ। 10वटा डकुमेन्ट्रीहरू मैले निर्माण गरेको छु। त्यहाँको चाहिँ पर्चो, हुर्केली, न्याउलिया, पुतला लगायतका र ती डकुमेन्ट्रीहरू विभिन्न चाहिँ यो दूतावास मार्फत सबै राष्ट्रहरूमा पुगाउने काम लगाएका यस्ता कामहरू पनि भए। धनगढीमा पनि मैले धेरै ठुला काम गरेर पनि मैले सम्पर्क समितिमा लिएर टाइम दिन सकिनँ। विश्व नेपाली साहित्य महोत्सव लगायतका कामहरू भए म संयोजक थिएँ। त्यसैले फेरि पनि मेरा कमी कमजोरीका लागि म यहाँहरूसँग फेरि पनि चाहिँ म माफी माग्छु। अब तपाईहरुको आशीर्वादले, मायाले, सहयोगले यो कार्यकाल चलाएँ। अब म आजबाट बिदा लिँदैछु। म कुनै पनि चाहिँ अब मेरो चाहिँ उम्मेदवारी रहने छैन र चाहिँ तर म बाहिर बसेर पनि मैले सँगालेको अनुभव शान्ति हवस् हजुर म बिदा लिन्छु। सबैलाई जय नेपाल, हार्दिक धन्यवाद।